हेलो साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज चाहिँ म नेल लगाइदिनु जानु आँटेको साथीहरू, त्यसको लागि चाहिँ अलिअलि हल्का मेकअप गरेर जान्छु भनेर सोचिरहेको छु। त्यही भएर मैले मेकअप गर्न लागेको छु। म कस्तो मेकअप गर्छु भनेर म देखाउँछु साथीहरू। अनि के छ भने नि मेरो प्यारा प्यारीहरू, अब नेल चाहिँ म यस्तो खालको लगाउँछु, यसरी लगाउँछु साथीहरू होइन। अनि अब चाहिँ म मेकअप गर्छु, कस्तो गर्छु भनेर म देखाउँछु है साथीहरू। मेकअप टुगेदर है। अनि आज चाहिँ म मेकअप गर्न गइरहेको छु। सबैभन्दा सिम्पल मेकअप होइन। अनि मैले चाहिँ मेरो मोइस्चराइजर लगाएको अरे। अनि त्यसपछि अब म लगाउँछु सनस्क्रिन होइन साथीहरू। हमको जिंदा मत छोड़ो थाना, हमको लंका का घंटा कोई जाके बताता है ये रेलवे में क्या होता है तुम करोगे लगाएको। अनि त्यसपछि साथीहरू अब चाहिँ म प्राइमर लगाउँछु होइन। प्राइमर पनि लगाउँदै साथीहरू लगाएँ। त्यो प्राइमर चाहिँ ओटोको साथीहरू होइन। अनि त्यहाँदेखि साथीहरू अब म आइब्रो बनाउँछु होइन। आइब्रो म कसरी बनाउँछु अब यो त मजाले मैले देखाउनु पाइनँ, तर म बनाउने चाहिँ यसरी नै हो साथीहरू होइन। त्यहाँदेखि मैले बनाएको भगवान्। अनि मैले यो पनि रेडी नै बनाइसकेँ। अनि अब म फाउन्डेसन लगाउन गइरहेको छु साथीहरू होइन। मैले लगाएको साथीहरू मलाई चाहिँ हातले नै ब्लेन्ड गरेको मनपर्छ, सो म हातले नै गर्छु साथीहरू। अनि भरे लास्टमा चाहिँ म ब्लेन्डरले ब्लेन्ड गर्छु साथीहरू होइन। अनि अब यतिको भएपछि त अलिकति नकल त गर्नै पर्ने हुन्छ साथीहरू होइन। म अनुहार टाउकाउँदैछु अहिले चाहिँ साथीहरू होइन। कतिको टाउकिन्छ हेर्नु है, टाउकाइरहेको छ मैले अनुहार चाहिँ। त्यसपछि मैले कन्सिलर लगाएँ साथीहरू होइन। कन्सिलर लगाउँदैछु मैले साथीहरू हेर्नु न, त्यहाँनिर पछाडिबाट बहिनी पनि आयो। ठिकै छ, कोही बात छैन। मैले कन्सिलर पनि लगाइसकेँ, यतिको भएँ। त्यसपछि मैले ब्लस लगाउन लागिरहेको छु साथीहरू होइन। अनि ब्लस लगाएँ मैले होइन। मैले यसरी नै लगाउँछु साथीहरू होइन। लगाएँ, यसो हेर्दा चाहिँ धेरै भयो जस्तो लागिरहेको छ, तर ठिकै हुन्छ। भरे ब्लेन्ड गर्दा ओर्दाखेरि ठिकै नै देखिन्छ। यतिको देखियो साथीहरू होइन। मेरो ब्लस चाहिँ यस्तो देखिरहेको छ, यतिको देखियो। एकदमै राम्रो छ साथीहरू यो ब्लस। अब चाहिँ हल्का गाला पनि टल्काउनै पर्यो नि त साथीहरू होइन। अनि मैले टल्काउन सकेकापट्टि होइन, अब अर्कोपट्टि यस्तो देखिरहेको छ भनेर देखाइरहेको छु साथीहरू मैले। अब साथीहरू म चाहिँ त्यहाँनिर आइस्याडो लगाउँदैछु होइन। अनि मेरो ब्लस चाहिँ कता कता पुगेछ क्या साथीहरू। अनि बल्ल भेटेर लगाउँदैछु। अनि लगभग मैले लगाउन नि सक्न लागेँ साथीहरू होइन। अनि हेर्नु न म लगाउँदैछु। अनि त्यसपछि साथीहरू अब मस्काराको पालो। अनि मस्कारा लगाइसकेँ साथीहरू। अनि लास्टमा अब के मैले देखाउनै पाइनँ कि साथीहरू, सेटिङ स्प्रेमा पुगेछु म त बिर्सेर नि। अनि अब हेर्नु मेरो नक्कल चाहिँ कस्तो देखिएको छ भनेर। अनि मेरो नक्कल चाहिँ यस्तो देखिएको छ साथीहरू होइन। हेलो साथीहरू होइन, मेरो दिदी चाहिँ नेल आर्टिस्ट हुनुहुन्छ होइन। कसैलाई यसो नेल बनाउनु मन छ, एक्सटेन्सन गर्न मन छ भने आउनु होला। यो चाहिँ सुरुवात यस्तो राउन्ड गर्ने हो कि यस्तो गर्दै हुनुहुन्छ होइन। राम्रो देख्छ है। अहिले म देखाउँदै जान्छु। जस्तो हात देखाउँछ कि अलिक नेल बनाउँदै हुनुहुन्छ। अब फाइनल चाहिँ अहिलेसम्म म देखाउँछु है त साथीहरू। अघि चाहिँ हातको नेल बनाउँदै हुन्थ्यो, अहिले चाहिँ खुट्टाको बनाउँदै हुनुहुन्छ होइन। अहिले म हातको पनि देखाउँछु फाइनल कस्तो भएको छ फिनिसिङ। अहिलेलाई यति नै। अहिले यो पनि देखाउँछु म, हेर्दै गर्नु होला। मिस्टेक गरी आलिस यस्तो है। अनि साथीहरू आज चाहिँ भर्खर काम सक्यो। अनि त्यहाँदेखि काम सकेर भर्खरै साथीहरू जानुभयो। साथी मात्रै आउने भन्ने थियो, लास्टमा फेरि साथीको साथी पनि भएको कारणले गर्दा चाहिँ ढिलो भयो साथीहरू। भर्खरै काम सकियो। अनि मैले के गरेँ कस्तो गरेँ भनेर पनि छ साथीहरू, मैले खिचेको छु अलिअलि। म देखाउँछु कस्तो भयो भनेर। पहिला त कस्तो बिजी हुन्थेँ नि म, कति बिजी हुन्थेँ। तर मैले यो काम गर्नु चाहिँ
धेरै नै भयो मैले छोडेको, त्यही भएर अनि अहिले चाहिँ खासै बिजी हुँदिनँ, तर फेरि हिजोआज अलिअलि बिजी हुँदैछु। अब चाहिँ बिस्तारै बिस्तारै गर्नु पर्ला। फेरि यो गर्नु छोडेपछि त साथीहरू बिर्सिँदा पनि रहेछ क्या, अनि तर पनि अब बानी हुन्छ बिस्तारै साथीहरू होइन। अनि अब चाहिँ बिजी नै हुनुपर्ने छ।